ल एकछिन हाँसौँ है साथी हो। एउटा अमेरिकन पहाडतिर घुम्न गएछ, पहाडको दुर्गम बस्तीतिर। अनि हिँड्दा हिँड्दै उसलाई भोक लागेछ, केही नास्ता खान पर्यो भनेर यताउता हेर्दा एउटा सानो चिया पसल जस्तो पसल देखेछ। त्यो पसलमा जाँदा त्यहाँ एउटा आइमाई मकै भुट्दै रहेछ। अब अमेरिकनको भाषा त्यो आइमाईले नबुझ्ने, आइमाईको भाषा अमेरिकनले नबुझ्ने। अनि अमेरिकन गएर यसो हेर्न थालेछ त्यो मकै भुट्न लागेको। त्यो आइमाईले सोची ए यसलाई भोक लाग्छ कि क्या हो, यसले मकै मागिरहेछ भन्ने सोचेर उसले एक अन्जुली पहाडको ठेट लोकल मकै, त्यो पनि माटाको हाँडीमा भुटेको, बहुत मिठो हुन्छ त्यो मकै। एक अन्जुली मकै दिछ, त्यो मकै खायो। त्यो मकै खाएपछि अब मिठो लाग्यो उसलाई। अनि अमेरिकनले भनेछ भेरी गुड भेरी गुड। भन्नलाई अमेरिकनले धेरै राम्रो भने हो, तर त्यो आइमाईले के बुझिछ, फेरि भुट भनेको बुझिछ। फेरि भुट भनिरहेछ भन्ने जस्तो लागेछ त्यो आइमाईले। अनि उसले फेरि भित्रबाट गएर अरू मकै ल्याएर भुटिछ। अरू मकै ल्याएर भुटी अलि धेरै बनाएर उसलाई पोको पारेर थालमा अथवा कटोरामा केही चिजमा हालेर अलि धेरै लगेर त्यो अमेरिकनलाई दिछ। त्यो अमेरिकनलाई अलि धेरै, उसलाई त भोक लागेको थियो, पहिला थोरै खान पायो, अब अलि धेरै पाएपछि त उसको भोक पनि मेटिने भयो, ऊ खुसी भयो। र त्यो आइमाईले भनेछ थ्याङ्क यू थ्याङ्क यू। अमेरिकनले थ्याङ्क यू भन्यो, उसले धन्यवाद दिएको। तर त्यो आइमाईले अमेरिकनको भाषा बुझिन, अङ्ग्रेजी बुझिन, उसले आफ्नो भाषामा बुझी फ्याँक्देऊ भनेको जस्तो बुझिछ। अनि कहिले हेर्छ, कहिले फेरि बुट भन्छ, कहिले फ्याँक्देऊ भन्छ, यो राँडाको डाँगो। त्यसको हातको मकै सब लगेर हुत्याइदिछ, पुरै मकै फाल्दी बिचरा अमेरिकन ट्वाँ